हेलो नमस्ते एन्ड लसो फ्याफुलजी म रोहन देवराज अफिसियल युट्युब च्यानलमा तपाईहरु सम्पूर्णलाई स्वागत छ। आज चाहिँ शनिबार हो। आज चाहिँ मेरो छुट्टीको दिन हो। एकदमै खुसी छु, एक्साइटेड पनि छु। प्लस आज चाहिँ मेरो साथीहरुसँग चाहिँ घुम्न जाने प्लान बनाएको छु। साथीहरु पनि आउँदै हुनुहुन्छ। अब एकैछिनपछि हामी रेडी भएर जान्छौं। ल साथीहरु अब हामी चाहिँ अब निस्किन लागौं। म चाहिँ एकदमै रेडी भएर पुरै एकदम खुसी ह्याप्पी भएर चाहिँ निस्किन लाग्छौं। अब म साथीहरु चाहिँ बोलाउँछु। साथीहरु अब कपडा सपडा यता लाउँदै होला। अब रेडी हुँदै होला सायद हैन। अब म चाहिँ अब एक एक गरेर बोलाउँछु। साथीहरु कोही उता छन्, कोही यता छन्, कोही फर्स्ट फ्लोर अथवा तल ग्राउन्ड फ्लोर पनि छन् मेरो साथीहरु चाहिँ। अनि त्यसैले म साथीहरुलाई बोलाउँछु। 7-8 जनाको ग्रुप हो हाम्रो चाहिँ साथीहरु। त्यसैले 7-8 जनामा चाहिँ हाम्रो 2 जना चाहिँ नेपाल जाँदै हुनुहुन्छ। त्यसैले गर्दाखेरि चाहिँ हामी मार्केटतिरै शपिङ गर्ने भनेर चाहिँ हामी निस्किन लाग्यौं। प्लस हाम्रो डिनर चाहिँ अब उतै गर्ने भनेर चाहिँ अब सबैजनाले अब कुरा राखिसक्नु भएको छ। त्यसैले गर्दाखेरि चाहिँ हामी चाहिँ अब एकै ठाउँमा चाहिँ डिनर गर्ने प्लस पछि अब साथीभाइहरुको एउटा सम्झना एउटा चिनो याद होस् भनेर चाहिँ हामी एकैजना 7-8 जना खाना खाँदै छौं बेलुका। अब त्यो शपिङ गरेको नि देखाउँछु। भ्याएन भने चाहिँ म तपाईहरुलाई डिनर गरेको चाहिँ एकदमै देखाउने वाला छु। मोटे मोटो भयो त अहिले त भयो त फोटो हानेको होइन स्क्यान मैले पसल हानेको हुँदैन। खाना खाने अब मजाले बिन्दास खाँदा हुन्छ हो। तर मलाई यो चाहिँ सही लाग्यो। चाउमिन फिक्री छ। चाउमिन भन्दा नि त्यो चट्नी हालेर खानु बबाल छ नि। यत्रो टाउको निकालिदिने है। बीचमा राख्नु सबैलाई देख्छ। तर यस्तो तेर्सो राख्यो भने चाहिँ आइरहेको छ सबै। म यसलाई खतरा बनाउँछु। अनि एउटा कुरा साथीहरु, म चाहिँ एकदमै नयाँ भ्लग बनाउने कोसिसमा छु। तपाईहरुले अब साथ सपोर्ट दिएर अब कसरी बनाउने हैन हुन्छ नि त एउटा सल्लाह सुझाव हैन। अब यसरी गर्दा चाहिँ अगाडि बढ्न सहज हुन्छ तपाईलाई। अब यो भएन अब रियाक्सनहरु पनि हुन्छ नि त त्यसमा हैन। अब यसरी गर्नु भनेर चाहिँ तपाईहरुले अब कमेन्ट मार्फत भनिदिनु होला। केही गल्ती कमी कमजोरी भयो भने चाहिँ क्षमा गरिदिनु होला। हस् त धन्यवाद।